नेपाली राजनीतिक क्षेत्रमा अधिकांश नेताहरू र राजनैतिक व्यक्तिहरू विभिन्न आरोप प्रत्यारोपमा फँसेका छन्। ती भ्रष्टाचारका कुराहरू भए, असमान सन्धिका कुराहरू भए या विध्वंसका कुराहरू। जसरी हावा नचली पात हल्लिँदैन भन्ने एउटा कहावत नेपाली समाजमा स्थापित छ, ठिक त्यसरी नै यी नेताहरू अथवा यी राजनैतिक व्यक्तिहरूलाई चाहिँ त्यसै आरोप लागेको त पक्कै होइन होला। कतिपयका यी आरोपहरू प्रमाणित भइसकेका छन्, कतिपय जेल गइसकेका छन् भने कतिपयका मुद्दाहरू विचाराधीन अवस्थामा छन्। तथापि मैले अघि पनि भने हावा नचली पात हल्लिँदैन भने चाहिँ पक्कै पनि यिनीहरूले केही नगरी यो खालको आरोपहरू त लागेको होइन होला। यो प्रश्न चिन्ह त्यसै खडा हुन्छ। मैले यसो भन्दै गर्दा केही नयाँ पार्टीहरू र केही नयाँ व्यक्तिहरू आशाको किरण लिएर राष्ट्रिय राजनीतिमा उदाउने प्रयास गरिरहेका छन् र यसै बीचमा श्रम संस्कृति पार्टी र पार्टीको अध्यक्ष हर्क साम्पाङ पूर्वबाट उदाउने कोसिस गरिरहेका छन्। यति बेला चुनावी माहौल छ नेपालमा। नयाँ तथा पुराना पार्टीहरूले जसरी चुनावी गतिविधिहरू गरिरहेका छन्, ठिक त्यसरी नै श्रम संस्कृति पार्टी र हर्क साम्पाङले पनि आफ्नो चुनावी गतिविधिहरूलाई तीव्रता दिएको देखिन्छ। यति बेला पुराना दलका नेताहरू, कार्यकर्ताहरू र नयाँ दलका नेताहरू, कार्यकर्ताहरू विभिन्न आरोप प्रत्यारोप लगाउँदै गाली गलौजसम्मको भाषा प्रयोग गरेर एकअर्कालाई निचा देखाउने, एकअर्कालाई चाहिँ गिराउने र आम जनमानसको ध्यान आफूपट्टि खिच्ने प्रयास गरिरहेका छन्। पुराना दलहरूको त अब के कुरा गर्नु होइन, त्यो कुरा गरेर कुनै अर्थै रहँदैन। किनभने अलरेडी टेस्टेड अनि फेल भइसकेको पार्टीहरूको कुरा गरेर कुनै अर्थ छैन। अझै पनि राजनीतिमा हाम्रो केही चल्छ भनेर बसिरहेका छन्। चल्दो पनि हो, अब किनभने नेपाली जनताहरू त त्यस्तै नै हो होइन। तर मैले भन्न खोजेको चाहिँ के हो भन्दाखेरि जसरी श्रम संस्कृति पार्टी यति बेला राष्ट्रिय राजनीतिमा उदाउने कोसिस गरिरहेको छ र यसको अध्यक्ष हर्क साम्पाङजीले चाहिँ जसरी आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिँदैछन्, यो कोसिसलाई चाहिँ आम नेपाली जनमानसले चाहिँ साथ दिनुपर्छ। किन भन्दाखेरि यति बेलासम्म हर्क साम्पाङलाई भ्रष्टाचारको कुनै आरोप लागेको छैन, असमान सन्धिहरूको कुनै आरोप लागेको छैन, विभिन्न तोडफोड, विध्वंस, ठगीको आरोप लागेको छैन। एउटा कुरा सत्य हो, हर्क साम्पाङ अलिक तितो बोल्छन्, अलिकति छुच्चो देखिन्छन्, अलिकति छुच्चो महसुस पनि हुन्छ। तर देश र जनताको समृद्धिको लागि यस्तै व्यक्ति चाहिन्छ होइन र? मिठो बोलेर सबैलाई मक्ख बनाएर आफ्नो स्वार्थ पुरा गर्ने, अरूको स्वार्थ पुरा गर्ने, देश र जनताको समृद्धिको लागि सिन्को नभाच्ने व्यक्तिहरू हामीलाई चाहिएको हो र अरूको इन्फ्लुएन्सबाट चल्ने, अदृश्य शक्तिहरूको निर्देशनमा चल्ने व्यक्तिहरू हामीलाई राष्ट्र प्रमुख अथवा व्यक्तिहरू हामीलाई चाहिएको हो र? देश र जनताको लागि दिनरात अहोरात्र खटिरहने व्यक्ति हामीलाई चाहिने होइन र? नेपाल पुरा विकास भइसकेर विकासका संरचनाहरू नेपालभरि नै पुगिसकेको हो त। धेरैले चाहिँ श्रम गर्नु अथवा श्रमदान गर्नुलाई चाहिँ गलत तरिकाबाट चाहिँ व्याख्या गरिरहेको देखिन्छ। श्रमले देश बन्छ र? बकवास हो यो त। कतिले त यो त शोषण हो भनिरहेछ। यो कस्तो खालको मानसिकता हो? सहरमा बस्नेहरूले अथवा केन्द्रमा बस्नेहरूले गाउँठाउँमा कस्तो खालको विकास चाहिन्छ, हामीसँग स्रोत र साधनहरू छ कि छैन, कुन तरिकाले हामीले चाहिँ भत्केको बाटोलाई चाहिँ हामीले सुधार्न सक्छौँ, हामी
त्यो क्षेत्रमा बसोबास गर्ने मान्छेहरूले चाहिँ कसरी हातेमालो गर्दै भनौँ न आफ्नो ठाउँको विकास गर्न सकिन्छ, बाटो मर्मत गर्न सकिन्छ, अन्य विभिन्न कुराहरू। अब हामीले त्यो बिर्सिसकेका हौँ त। हामी सबै नेपाली मेट्रो सिटीमा बस्छौँ त। हामीलाई मेट्रो सिटी हाँक्ने मान्छे चाहिएको हो प्रधानमन्त्रीको रूपमा अथवा हाम्रो समग्र नेपालीहरूको नेताको रूपमा? पक्कै पनि होइन। यति बेला तपाईँले ठन्डा दिमागले सोच्ने बेला आइसकेको छ। भालेपोथी प्रष्ट चिनिसकेका यी राजनैतिक खेलाडीहरूलाई अझै पनि काँधमा बोकेर अगाडि बढिरहने हो त? सहीको गलतको हामी छुटाउन सक्दैनौँ। तपाईँ छुटाउन सक्नुहुन्न। हामीलाई मिठो बोल्ने मान्छे चाहिएको कि देश र जनताको लागि काम गर्ने मान्छे चाहिएको? हामीलाई देश र जनताको सुविधाको लागि अहोरात्र खटिने मान्छे चाहिएको कि सर्वोच्च र सिंहदरबार जला भन्ने मान्छे चाहिएको? सहकारीको अर्बौं रुपैयाँ ठगी गर्ने मान्छे चाहिएको कि देश र जनताको भलाइको लागि काम गर्ने मान्छे चाहिएको? अब सोच्ने बेला आइसकेको छ। तपाईँले ठन्डा दिमागले सोच्नुपर्छ र श्रम संस्कृति पार्टी र हर्क साम्पाङलाई योपालि मैले चाहिँ हेर्दैछु। तपाईँले के गर्नुहुन्छ? प्रतिक्रियामा लेख्नुहोला। धन्यवाद।